गाइस के हो हाम्रो नेपालमा त काण्ड मात्रै आउँछ त जतिखेर नि के भइरहेछ हो नेपालमा एउटा सकिन पाएन अर्को काण्ड आइरहेको हुन्छ त पत्याउनै नसक्ने मान्छेहरूले यस्तो गर्यो भनेर न्युजमा जतिखेर नि आकाइ गर्छ के हो कि चमलाग्दो कुरा भइरहेछ। अब बोल्नुपर्ने त खासै केही पनि थिएन तर सोसियल मिडियामा आएपछि सोसियल मिडियामा इन्भल्भ भएपछि तर सबैको राय सबैको कुराहरू राख्नै मन लाग्छ होइन। त्यो कारणले चाहिँ मलाई अहिले यो नेपालमा बलात्कार भएको अनि सोच्दै नसोच्ने मान्छेले यस्तो गर्यो मलाई यो टाइममा भनेर 1 साल 1.5 साल पछि आउनु चाहिँ मलाई अलिक ठिक लागेन। हो केटी मान्छेलाई अलिकति यसले मलाई अन्याय गर्यो है मलाई यस्तो गर्यो है भनेर बोल्न एकदम गाह्रो हुन्छ। म पनि एउटा केटी मान्छे हो होइन कसैले मलाई टच गर्यो भने पनि एकदम बोल्नलाई मलाई एकदम गाह्रो हुन्छ। हो सबै मान्छे केटी मान्छेले त्यस्तै हुन्छ हामी अलिकति आवाज उठाउनको लागि होइन एकदम पछि छौँ। तर यो होइन कि कसैले मलाई जबरजस्ती करनी गरेहा भनी फेसबुकमा स्ट्याटस लेखेर त्यो मान्छेलाई समात्नु चाहिँ एकदम गलत हो जस्तो लाग्छ के। किन भन्नुहुन्छ भने यदि तपाईँ पीडित हुनुहुन्छ भने स्ट्याटस लेखेर सोसियल मिडियामा हालेर होइन कि कानुनी रूपमा कानुनी उसमा गएर यो व्यक्तिले मलाई यो टाइममा यसरी जबरजस्तीकरण गरेको भनेर तपाईँ सम्बन्धित निकायमा जानुपर्छ क्या। सम्बन्धित निकायमा नगइकन तपाईँ कहाँ अनि त्यो जबरजस्तीकरण गर्ने कहाँ बसेर फेसबुकमा स्ट्याटस हाल्दैमा भिडियो हाल्दैमा चाहिँ समात्नु उचित होइन जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि अर्को कुरा म केटालाई पनि सही चाहिँ भन्दिनँ होइन किनकि नगरिकन कुनै केही नगरिकन नखाएको बिक्स त लाग्दैन गरेरै होला होइन गर्न चाहिँ। तर केटी मान्छेको गल्ती के हो भने आफूलाई अन्याय परेको छ भने 1-2 महिना लाग्ला 2-3 महिना लाग्ला तर यसरी चाहिँ 2 वर्ष 3 वर्ष 1 वर्ष वेट चाहिँ गर्नु भएन कि। किनकि तपाईँलाई त्यसरी जबरजस्तीकरण गरेको छ भने तपाईँ 1 वर्ष 2 वर्ष वेट गर्नुन्जेल त्यो व्यक्तिले फेरि पनि अर्को व्यक्तिलाई जबरजस्तीकरण मार्न सक्ला बलात्कार गरेर या कसैको जिन्दगी फेरि बर्बाद गर्न सक्ला। त्यो कारणले चाहिँ आफूलाई परेको छ भने आवाज छिटै उठाउनुपर्छ क्या। न कि मेरो सिचुएसन राम्रो होस् म यो टाइममा बोल्छु म हिम्मत जुटाएर बोल्छु भनेर 1 साल 1.5 साल चाहिँ बस्नु गलत हो। अब त्यो टाइममा सहमतिमा भयो कि जबरजस्ती भयो कि तपाईँको इच्छा विपत्ति भयो त्यो तपाईँलाई नै थाहा होला होइन गर्ने मान्छेलाई नै थाहा होला। तर कसैलाई पनि फेसबुकमा सोसियल मिडियामा आएर मैले यस्तो गर्यो कानुनी रूपमा सम्बन्धित निकायमा नगइकन सोसियल मिडियामा आएर मलाई यस्तो गर्यो भन्न चाहिँ अलिकति सुहाएन। अनि अर्को कुरा यो नेपालमा नपत्याउँदोहरू मान्छेहरूलाई मात्रै बलात्कारको केस लागेको कि त्यत्रो माइती घरमा कति त्यो एउटा दिदी कति दिन महिनादेखि सडकमा उत्रेर मलाई यसले बलात्कार गर्यो भनेर ऊ सडकमा उत्रेको छ उसको न्याय हामीले सोसियल मिडियामा देख्न पाएन। तर एउटा स्ट्याटस सोसियल मिडियामा एउटा लेखेर हाल्यो भन्दैमा त्यो व्यक्तिलाई तुरुन्तको तुरुन्त समातेको उसमा चाहिँ मलाई एकदम चकित भएको छु के। किनकि एउटा हुने खाने मान्छे धनीको चाहिँ न्याय छिटै पाउँदो रहेछ तर एउटा सडकमा कति महिनादेखि उसले न्यायको लागि आफ्नो
सबै त्यागेर न्यायको लागि सडकमा बसेको एउटा गरिब मान्छेको चाहिँ अझसम्म न्याय नहुँदा चाहिँ मलाई एकदम अचम्म लाग्यो। भनेपछि नेपालमा धनी मनीहरूको चाहिँ न्याय छिटै हुँदो रहेछ ल है। यस्तै छ नेपाल। परिवर्तन त भइरहेछ, नयाँ सरकार आउनु भएको होइन। अवश्य पनि अब यो बलात्कारको काण्डहरू रोकिन्छ होला पछि भन्दै। अब यसमा अब धेरै कुरा गर्नु पनि जरुरत छैन, सबैले बोलिसक्नुभयो। मलाई चाहिँ एकदम बोल्नु मन लागेर बोलिदिएको है। सबैलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। यसो राय मात्रै हो यो।